अभिमानले होइन, अहंकारले होइन, प्रेमले, श्रद्धाले, भावले भगवानको शरणागतिलाई ग्रहण गरेर प्रभु जहाँ छु, जे छु, जुन अवस्थामा छु, हजुरको कृपाले छु। आज फलानो भनेर मलाई दुनियाँले चिनेका छन्, हजुरकै कृपाले चिनेका छन्। जे छ मसँग हजुरकै कृपाले छ, हजुरकै सम्पत्ति छ, हजुरकै पदार्थ छ। बस मलाई त हजुरले आफ्नो सम्पत्तिको एउटा रक्षक संरक्षक जस्तो बनाएर, म्यानेजर जस्तो बनाएर यसको रेखदेखको लागि राखिदिनु भएको प्रभु, यो सब हजुरकै हो भनेर जुन एउटा शरणागति भाव मनमा आउँछ प्रभुप्रति, त्यो प्रति भगवानको दया लाग्छ। त्यो 84 लाख चक्करबाट छुटाएर फेरि भगवानले आत्मालाई परमात्मा आफूमा लीन बनाउनुहुन्छ। अब यति बेला पनि भक्ति भाव छैन, भगवान प्रति नतमस्तक हुनु छैन, भगवान प्रति धन्यवाद दिनु छैन, प्रभुले दिएको यति सुन्दर चोलालाई सामान्य व्यवहारमै भुलाइरहेको छ भनेदेखि भगवानलाई पनि लाग्छ अरे 84 लाख चक्कर योनिहरूमा उत्तम चोला मनुष्य दिनु व्यर्थै भएछ। यसलाई दिएर भुल गरेछु मैले, पर्खी तँलाई त अब के दिन्छु र यस्तो, तँलाई किरा माकुरा नबनाइ छोड्दिन भन्ने प्रभुलाई पनि लाग्छ अरे क्या। त्यही भएर सुन्दर मानव चोला पाएका छौँ भने यसलाई सार्थक बनाऊ कसरी? ज्ञाने नहिना पशुभीर नराणा। यदि ज्ञानबाट भक्तिबाट हामी हिँड्छौँ, च्युत छौँ भने हामी छन त 2 खुट्टा छ, पुच्छर छैन, तर 4 खुट्टा भएका पुच्छर भएका पशु भन्दा कुनै फरक छैनौँ अरे हामी पनि।